हेलो गाइस अनि वेलकम छ मेरो अनि सानो छोटो मिठो भिडियोमा है त। अनि फाइनली रूपमा अनि मेरो चाहिँ हैन अनि धेरै अलिकति मेहनत गरेर हैन अनि हजुरहरुको अनि सपोर्ट र हजुरहरुको मायाले गर्दाखेरि चाहिँ मेरो फाइनली रूपमा अहिले चाहिँ गुगल एडसेन्स पिन आइसकेको छ। अनि त्यसैले चाहिँ मेरो गुगल एडसेन्स पिन मेरो हातमा आइसकेको छ हैन। यो गुगल एडसेन्स पिन चाहिँ मेरो हात परिसकेको छ अनि तपाईहरुको माया र तपाईहरुको सपोर्टले गर्दाखेरि चाहिँ मैले हात पारेको छु हैन। धेरै खुसी छ मलाई हैन। अब के भन्नु अरु त यस्तै हो। जस मेहनत गर्यो भने अलिकति उ गर्यो भने चाहिँ आउने रहेछ पाइने रहेछ भन्ने कुरो हो। अनि यो चाहिँ अब कसरी पाइन्छ भन्ने कुराहरु चाहिँ अब म तपाईहरुलाई अहिले सिकाइदिन्छु है। यहाँ स्क्रिनमा सिकाइदिन्छु। त्यसै गरी भर्नु होला हैन। लोकेसन कसरी राख्ने भन्ने कुरा म सिकाउँछु यहाँनेर स्क्रिनमा हेर्नु होला। म राख्दिन्छु अनि भर्ने तरिका पनि अनि कहाँको भर्ने के गरी भर्ने अनि कसरी भर्दाखेरि चाहिँ यो आउँछ भनेर त्यसरी म मिलाएर सिकाउने छु। अनि त्यसै गरी भर्नु होला। अनि नबुझेका कुराहरु पछि यसलाई कसरी राख्ने हैन यसलाई कसरी राख्ने त्यो पनि म यता राख्ने तरिका पनि हाल सिकाउने छु हैन। कसरी राख्ने भन्ने कुरा हुन्छ। अनि पछि यसमा गएर बैंक अकाउन्ट कसरी एड गर्ने अनि बैंक अकाउन्ट गरेर हामीले युनाइटेड ट्याक्सको एउटा फर्म भर्नुपर्ने हुन्छ। अनि त्यो पनि कसरी भर्नुपर्ने भन्ने कुराहरु हुन्छ हैन। अनि त्यो पनि सिकाउने छु हैन। सबै नै सिकाउने छु। मेरो भिडियोलाई हेरेर फुल वाच गरिदिनु होला। हजुरहरुको माया र हजुरहरुको सपोर्टले गर्दा यहाँसम्म मैले आज गुगल एडसेन्स पिन हातमा पारिसकेको छु। त्यसको लागि धेरै धेरै धन्यवाद तपाईहरुको माया र तपाईहरुको सपोर्टको लागि। म ढिला नगरिकन तपाईहरुलाई अब यो गुगल एडसेन्स पिन हैन एप्लाई गर्ने तरिका त सिकाउँदै छु हैन। अब मैले खोलेको पनि छुइनँ है। अब खोलेको पनि छुइनँ। म खोलेर हेर्छु ल। हल्का च्यातेर हेरौँ ल। अब हल्का च्यातेर हेरौँ यसमा के चाहिँ हुन्छ भन्ने कुरा ल। मैले हेर्न गुगल एडसेन्स च्यातिसकेको छु। हुन त मैले यसरी हेर्दा पनि नम्बर देखिन्छ। त्यही पनि रिमुभ गरेर हेरौँ के चाहिँ हुन्छ भन्ने कुरा हुन्छ। यसमा के चाहिँ हुन्छ त्यस्तो खास पिन हैन। यसमा खास नम्बर हुँदो रहेछ। ओके नम्बर पनि हामी फाइनल रूपमा हेरौँ रिमुभ गरेर। ओके 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 स्मुथली हैन। च्यातुम ओके हैन। भित्र त केही पनि नहुँदो रहेछ। नम्बर पो हुने रहेछ है। सानो नम्बर हुने रहेछ है। यो नम्बरले गर्दाखेरि चाहिँ हैन यो नम्बरको लागि चाहिँ हामीले यत्रो दुःख गर्नुपर्दो रहेछ क्या। अब कतिको आउँछ हैन कतिको आउँदैन हैन। यो नम्बरले गर्दाखेरि अब यो नम्बर चाहिँ हामीले मेन कुरो भनेको यो नम्बर पाउनको लागि हो। हामीले मेहनत गर्नुपर्ने। गुगल एडसेन्स पिन सही तरिकाबाट हामीले लोकेसन राखेर सही तरिकाबाट राख्यौं भने चाहिँ हाम्रो के हुन्छ त यो तपाईको हातमा पर्छ ल। ठिक्क पर्छ। अनि यो भर्ने तरिका पनि सिकाइदिहाल्छु म। त्यसको लागि कुनै टेन्सन छैन। पाउनु पर्ने चाहिँ यही पिन हो। पिन पाएपछि हामीले पिन कसरी एप्लाई गर्ने अब हेर्दैछौँ। यो 6वटा डिजिटको पिन म एप्लाई गर्छु है त। ल मैले चाहिँ अब कम्प्युटरबाट खोलिसकेको छु हैन। ल्यापटपबाट खोलिसकेको छु। तपाईहरुले चाहिँ मोबाइल डेस्कटपबाट पनि खोल्न सक्नुहुन्छ। क्रोममा गएर चाहिँ हैन डेस्कटप साइट अन गरेर चाहिँ तपाईले युट्युब लगइन गरेर अथवा डाइरेक्टली गुगल एडसेन्स पनि लगइन गरेर चाहिँ तपाईले खोल्न सक्नुहुन्छ ल। अनि म चाहिँ यहाँ चाहिँ युट्युबबाट खोलेर जाँदै छु हैन। युट्युबमा के कति यस्तो हुन्छ नि हैन। अब युट्युबबाट चाहिँ खोलेर म जाँदै छु। त्यही भएर म चाहिँ अन भन्ने अप्सनबाट गएँ हैन। यो अनमा चाहिँ यतापट्टि के हुन्छ भने साइडमा हाम्रो गुगल एडसेन्ससम्म पुग्ने एउटा लिङ्क हुन्छ क्या। जस्तै अब यहाँ हेर्नु त गेटिङ पाइड भनेको छ हैन। त्यहाँबाट गएँ म भित्र अनि त्यहाँबाट डाइरेक्ट उतापट्टि जान्छ हैन। गुगल एडसेन्समा जान्छ। गुगल एडसेन्समा गइसकेपछि हाम्रो त्यहाँ लगइन आइडी छैन भने हामीले लगइन गर्नुपर्ने हुन्छ। तर मेरो चाहिँ अलरेडी लगइन भएको हुनाले मेरो डाइरेक्ट अलरेडी खुलेको छ ल। अब यहाँनेरि माथि हेर्नु त एक्सन भन्ने एउटा आएको छ रेड बटनमा। त्यहाँ हामी एक्सनमा छिर्यौँ हैन। एक्सनमा छिरिसकेपछि हाम्रो अब के आउँछ भन्दाखेरि हाम्रो एउटा पिन हाल्ने अप्सन आउँछ क्या। जस्तै अब मेरो आइडेन्टिटी भेरिफिकेसन त भइसकेको छ हैन। अब एड्रेस भेरिफिकेसनको लागि चाहिँ अब यो एड्रेसमा आएको पिन हो नि त हैन। अनि यसलाई चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ कि। अनि यो पिन मैले 6वटा अङ्कको पिन एप्लाई गर्दैछु हैन। अनि यसरी एप्लाई गरेर चाहिँ सबमिट गर्नुपर्छ। अनि यो यहाँबाट त्यो माथिको रेड बटन छ। यो रेड बटन चाहिँ हट्छ ल। अब हेरौँ यो हट्यो कि हटेन ल।
अब यहाँ हटेको छैन, यहाँ त ग्रिन अप्सन त लागिसक्यो हेर्नु त, कम्प्लिट भनेर आइसकेको छ। अब यो हटाउनुको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब यो हटाउनुको लागि चाहिँ म रिफ्रेस गर्छु ल एकपल्ट। यो रिफ्रेस गरेपछि हट्नुपर्ने चाहिँ हो होइन, के हुन्छ त्यो चाहिँ हेर्दै जाउँ। ओके रिफ्रेस गरेपछि यो अप्सन हट्यो ल, मेरो क्लियरली भइसकेको छ, मेरो पिन पनि एप्लाई भइसकेको छ ल। अब यो भनेको अब यसको लागि चाहिँ अलि दिनमा पछि हाम्रो यताबाट अब यो चाहिँ हट्छ कि हट्दैन यो पनि हेरिहालौँ। एकपल्ट रिफ्रेस गरेर हेरौँ हट्छ कि हट्दैन यो अप्सन भन्ने कुरा हुन्छ। यो अप्सन हट्छ होला जस्तो लाग्छ मलाई पनि, किनभने यो पछि पेमेन्ट गर्ने बेलामा हटेन छ, ठिकै छ। यो पछि आफै उतापट्टि गुगल एड्सनमा आफ्नो क्रिएट एरिया पुरा गरिसकेपछि आफ्नो पेड उता ट्रान्सफर गर्ने टाइममा चाहिँ यो हट्छ, आफै हट्छ। यसको लागि चाहिँ हात दिनु पर्दैन है त, यो सबै यस्तै हुन्छ।